गार्डनिङ गर्न त एकदमै मन लाग्छ तर सुरुवात कसरी गर्ने त आउनुस् यो भिडियोमा जानौँ। यो चाहिँ यो हाम्रो गार्डनिङ सिरिजको एपिसोड 1। हजुरहरूलाई सबैभन्दा पहिला गार्डनिङ गर्न स्टार्ट गर्नुभन्दा पहिला चाहिँ गार्डनिङको लागि केही सामानहरू आवश्यकता पर्छ। म यो भिडियोमा हजुरहरूलाई के सामान आवश्यकता पर्छ र यसको प्राइस मार्केटमा कति छ पनि भनेर चाहिँ म हजुरहरूलाई भनिदिने छु। सबैभन्दा फर्स्टमा हामीलाई चाहिने भनेको यो 2 लिटरको स्प्रे हो है। यो चाहिँ हामीलाई एकदमै धेरै आवश्यकता पर्छ। अब भिटामिनहरू स्प्रे गर्न होस् या पानी नै हाल्नु होस् अथवा बिरुवाहरूलाई क्लिन गर्न होस्, यो चाहिँ हामीलाई स्प्रे चाहिँ एकदम धेरै आवश्यकता पर्छ। र यसको प्राइस चाहिँ नर्मली 350, 400, 300 आफ्नो नजिकको पसलमा सोध्नु होला कति पर्छ। त्योभन्दा बढी चाहिँ यसलाई पर्दैन। 400 भन्दा बढी यो खालीलाई चाहिँ पर्दैन है। र त्यसै गरी दोस्रो प्रोडक्ट भनेको आवश्यकता पर्ने एकदम आवश्यकता पर्ने भनेको यो चाहिँ हो हाम्रो काटछाट गर्ने कैँची। अब बिरुवाहरू लगाइसकेपछि चाहिँ धेरै हाँगाबिगा आउँछ जुन चाहिँ हाम्रो लागि आवश्यकता छैन। यसले काटछाट गरिसके यस्तो खालेले चाहिँ काटछाट गरिसकेपछि चाहिँ बिरुवाहरूमा जति आवश्यकता थियो त्यो अनुसारको चाहिँ राम्रो हाँगाहरू चाहिँ रहन्छ। र त्यो यो काटछाट किन गरिन्छ त भन्दाखेरि काटछाट गरेपछि चाहिँ जति बिरुवालाई अब जस्तो न्युट्रिसन हामीले दिएको न्युट्रिसन चाहिँ जसलाई पाउन पर्ने उसले चाहिँ पाउँछ। अब हाँगाबिगा काटिएन जुन आवश्यकताका हाँगा होइनन् त्यो काटिएन भने चाहिँ त्यो नचाहिने हाँगाले चाहिँ त्यो न्युट्रिसनहरू लिक्छ कि त्यसले गर्दाखेरि चाहिँ हामीले बिरुवामा हालेको चाहिँ धेरै अर्थ रहँदैन कि। त्यसैले गर्दा चाहिँ काटछाट गर्ने एकदम आवश्यकता पर्छ। प्लस अब कहीँबाट हामीले बिरुवाको हाँगा देख्यो त्यो पनि काटेर ल्याएर सार्न मिल्यो, यो चाहिँ एकदम धेरै आवश्यकता पर्छ। यसको प्राइस चाहिँ नर्मली 400 देखि 600, 700 क्वालिटी हेरिकन हजुरहरूले चाहिँ पाउन सक्नुहुनेछ। त्यसै गरी एकदमै आवश्यकता पर्ने अर्को प्रोडक्ट भनेको यस्तो काम गर्दाखेरि लगाउने ग्लोभ्सहरू हो कि। यो चाहिँ अब रबरको नि हुन्छ, कपडाको नि हुन्छ, वासेबल अब हेरिकन पाउनुहुन्छ हजुरहरूले। अब हातले गर्दाखेरि त अब हातमा फोहोर पनि लाग्ने भयो, प्लस अब इन्फेक्सनहरू सर्ने भयो, अब नङमा माटोहरू रहने भयो, फोहोर देखिन्छ नि त। अब ग्लोभ्सले गर्दाखेरि अब हातमा चोट पनि लाग्ने भएन र राम्रोसँग काम गर्न पनि सजिलो हुने भयो है। नर्मली ग्लोभ्सहरू चाहिँ अब रबरको लिनु भयो भने चाहिँ 100 रुपियाँदेखिबाट सुरु भएर अलिक राम्रो क्वालिटीको लिनुहुन्छ भने 150, 200मा चाहिँ हजुरले 250मा जस्तो खोजेको पनि ग्लोभ्स चाहिँ पाउन सक्नुहुन्छ है त। त्यसै गरी अर्को चाहिने भनेको चाहिँ यस्तो पोली ब्यागहरू हो कि। जस्तो अब हामीले केही बिउहरू ल्याछौँ र त्यो बिउलाई जमाउनु पर्यो, बिरुवा बनाउनु पर्यो नि त। त्यसको लागि चाहिँ यो पोली ब्यागहरू चाहिँ एकदम धेरै चाहिन्छ। नर्मली यसको प्राइस चाहिँ 1 रुपियाँदेखि स्टार्ट भएर 5 रुपियाँको 2टा अथवा साइज हेरिकन क्वालिटी हेरिकन चाहिँ हजुरहरूले पाउन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यकता पर्ने यो प्रोडक्ट भनेको चाहिँ यो हाम्रो हजारी हो है। यो हजारी पनि एकदम धेरै आवश्यकता पर्छ। पानीहरू हाल्नको लागि चाहिँ यसले एकदम धेरै सजिलो गराउँछ। थोरै एरियामा गरेछौँ भने त हामीले यो हजारीबाट मजाले काम चलाउन मिल्यो। यसको प्राइस पनि हजुरले 400, 500 अब कति लिटरको हो त्यो हेरेर चाहिँ हजुरले पाउन सक्नुहुनेछ। त्यसै गरी अर्को अन्तिम प्रोडक्ट भनेको चाहिँ यो गार्डनिङ पाइप हो। हजुरहरूलाई चाहिँ यो पाइपको पनि अब आवश्यकता पर्छ, किन भन्दा अब धेरै पानी बोकिराख्न पनि त दुःख हुन्छ नि त। धेरै एरियामा गर्नुभएको छ अथवा चाहिँ धेरैवटा बिरुवा लगाउनु भएको छ भने चाहिँ यो गार्डनिङ पाइप लिनुभयो भने पनि एकदमै सजिलो हुन्छ है त। ल यो गार्डनिङ पाइपको प्राइस चाहिँ नर्मली 1000 भित्र चाहिँ हजुरले कति मिटरको हो त्यो हेरेर चाहिँ हजुरले पाउन सक्नुहुनेछ। यसै गरी हजुरहरूलाई हाम्रो यो भिडियो मन पर्यो भने च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र एपिसोड 2 लाई पनि वेट गर्नु होला। हामीले चाहिँ गार्डनिङको सिरिजहरू लिएर आउँदैछौँ। थ्याङ्क यू।